पर्ने, बजारको व्यवस्थापन गर्नुपर्ने, कृषकलाई सही मूल्य दिलाउन सक्नु र यही सबै कुरा काम गर्न सक्यौँ भने मात्रै हाम्रो कृषिको चाहिँ विस्तार हुनेछ भन्ने मलाई लाग्छ। सरकारले त्यतातिर काम गर्नुपर्छ र यो सरकार अहिले छोटो समयको सरकार छ। चुनावको लागि हामी आएका छौँ। चुनाव मात्रै होइन, केही काम गरेर पनि देखाउनु पर्नेछ र आगामी चुनाव करिब चाहिँ 3 महिना पनि बाँकी छैन। 21 फागुन 21 को चुनाव आइ नै सक्यो। त्यसमा आगामी सरकार सही नेतृत्वको सरकार होस्, सही मान्छेहरूको सरकार होस्, त्यसतिर तपाईहरुले गम्भीर रूपमा ध्यान दिनुहोला। सही मान्छे आयो भने मात्रै समग्र क्षेत्रको विकास हुन्छ। कृषि क्षेत्रको विकास पनि सही मान्छे आउनु हुँदैन। सही मान्छेलाई चुन्नु होला। सही मान्छेहरूको चुनेर मात्रै सही नेतृत्वहरू, पुरानै हिजोकै नेतृत्वहरू आयो भने फेरि पनि सरकार, फेरि पनि देश उल्टो दिशातिर जानेछ। देशले चाहिँ समृद्धि पाउँदैन, देशले रोजगारी पाउँदैन, देशले सुशासन पाउँदैन। त्यही हुनाले तपाईहरुले त्यतातिर चाहिँ अगाडि बढ्नु होला, सही मान्छेहरू चुन्नु होला। यो 3 नम्बर क्षेत्र सायद म पनि यो 3 नम्बर क्षेत्रबाट आउने कि भन्ने मेरो आकांक्षा छ। तपाईहरुको साथ सहयोग रहेमा यो 3 नम्बर क्षेत्रमा म चाहिँ आफ्नो उम्मेदवारी दिने चाहिँ कोसिस गर्नेछु। यहाँहरु सबैलाई मेरो शुभकामना र यहाँहरु सबैको शुभेच्छाको पनि कामना गर्दै म बिदा हुन्छु। धन्यवाद। हाम्रो नेपाल सरकारका भौतिक र शहरी र ऊर्जा मन्त्री कुलमान घिसिङज्यूले आफ्नो सान्दर्भिक मन्तव्य राखिसक्नु भएको छ।